कसैले मिसन बनाएर नेगेटिभ कुरा गर्छ, त्यसको कुरा सुनेर तपाईले नेगेटिभ कुरा गर्नुहुन्छ, तपाईको कुरा सुनेर अर्को कसैले नेगेटिभ कुरा गर्छ र यसरी नेगेटिभिटी फैलिन्छ। उत्पादक समयमा रचनात्मक काम गर्न छोडेर नेगेटिभ कुराहरूलाई मात्र हाइलाइट गरेर हामीले गर्न खोजेको योगदान चाहिँ कस्तो हो? हामीले बनाउन खोजेको देश कस्तो हो? यो बाटोबाट देश कस्तो बन्छ? देश बिग्रेको सुन्दा देशमा बस्नै नसकिने अवस्था आयो भन्न पाउँदा मात्रै आनन्द आउने रोगबाट तपाई पनि ग्रसित भइरहनु भएको त छैन? नेपालमा जन्मेर बुद्धले विश्वभरि शान्तिको सन्देश फैलाए, हामी भने नेपालमै बुद्धका नाममा नेगेटिभिटी फैलाइरहेका छौँ। मिडिया ट्रायलद्वारा सामाजिक सञ्जालमा आएका कुराहरूलाई हामीले नबुझी फ्याक्ट चेक नगरी सोसल मिडियामा सेयर गरिरहँदा त्यसले समाजलाई नकारात्मकतातिर त डोर्याइरहेको छ नै, साथसाथै त्यसले हाम्रो चेतनालाई पनि प्रभाव पारिरहेको छ। सही सूचना पाउने कुरा हाम्रो हक त हुँदै हो, सँगसँगै सही सूचना फैलाउने कुरा हाम्रो कर्तव्य पनि हो। आफ्नो अधिकार र कर्तव्यलाई सहीसँग बुझ्न मात्रै सकियो भने पनि यो देशका लागि हामीले धेरै ठुलो योगदान गरिरहनु पर्दैन।